कहिलेकाहीँ जिनियस मान्छे तपाईको छेउबाटै हिँडिरहेको हुन सक्छ। सार्वजनिक बसमा तपाईकै छेउको सिटमा बसिरहेको कुनै मान्छे कुनै दिन जिनियस बन्न सक्छ, तर तपाईलाई थाहा हुँदैन। 30 को दशकमा रोल्पामा हुर्किरहेका नन्दकिशोर पुनलाई भेट्ने कसैलाई पनि यो मान्छे कुनै दिन यो मुलुकको दोस्रो वरियतासम्म पुग्छ भन्ने अनुमान नै थिएन। पहाडी जिल्ला रोल्पा, त्यसमाथि पनि मगर समुदाय। त्यो समुदायमा जन्मिएका र हुर्किएका नन्दकिशोर पुन भने स्वभावले क्रान्तिकारी बन्दै हुर्किए। राङसी 9 रोल्पामा 2022 कार्तिक 7 गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट दोस्रो सन्तानको रूपमा जन्मिएका पुनलाई माओवादी मुभमेन्टमा कमरेड पासाङको रूपमा चिनिन्छ। सशस्त्र सङ्घर्षदेखि शान्ति प्रक्रियाको पूर्णतासम्म यो नाम सधैँ चर्चामा रहिरह्यो। तत्कालीन राक्सी निभावीबाट 2037 सालमा कक्षा 7 उत्तीर्ण गरेपछि पुन माध्यमिक तहको अध्ययनका लागि सदरमुकाम लिवाङ स्थित बाल कल्याण माविमा भर्ना भए, तर त्यहाँ उनलाई अवरोध भयो। प्रहरीले वारेन्ट जारी गर्यो। विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनी दिएपछि 2039 सालमा कक्षा 9 पढ्न उनी थवाङ पुगे र त्यहाँबाट 2042 सालमा एसएलसी उत्तीर्ण गरे। 2045 मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएस सम्मको अध्ययन गरेपछि ब्रेक लागेको पढाइको यात्राले शान्ति प्रक्रियापछि गति लियो र उनले राजनीति शास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरे। एसएलसी उत्तीर्ण भएपछि पुनको यात्रा अध्ययनसँगै अध्यापनतिर पनि मोडियो। उनले विक्रमसम्म 2043 देखि 8 वर्षसम्म पहिले आफूले पढेको निमावी राङसीमा पढाए र त्यसलाई मावि बनाएर बिदा भए। पुनले पढाएका विद्यार्थीहरू पनि कोही मन्त्रीसम्म बनेका छन् भने कोही आफ्नो क्षेत्रमा अब्बल बनेका छन्। बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरे, जसले सशस्त्र सङ्घर्षको आधार निर्माण गर्यो। लडाईँको मूल नेतृत्वका रूपमा स्थापित पुनलाई उनका बुबाले सिकाएको दर्जनौं विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने कलाको रोल्पामा अहिले पनि चर्चा हुन्छ। माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले 2048 पछि वाइसेललाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो। त्यस वखत पुन वाइसेलको रोल्पा जिल्ला अध्यक्ष थिए। सशस्त्र सङ्घर्ष अगावै स्थानीय प्रशासनले पुनको टाउको मूल्य तोकेको थियो रु 35,000। जहाँ भेट्यो त्यही मार्ने भनेर प्रशासनले प्रहरी परिचालन गर्यो। माओवादीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि उनलाई बढी निगरानीमा राखेको थियो। विक्रमसम्म 2051 को मध्यावधि चुनावका बेलामा पुनलाई पक्रेर 15 दिन हिरासतमा राख्यो। विक्रमसम्म 2051 मङ्सिर 9 गते गाउँको स्थानीय मेलामा प्रहरीले पक्राउ गर्न खोज्यो। लट्ठी चलाउन माहिर पुनले प्रहरीलाई लट्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो। उनको पाखुरामा गोली लाग्यो। विक्रमसम्म 2046 मा पार्टी सदस्य भएका पुन एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक संगठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा 2048 सालदेखि उनले पूर्णकालीन भएर राजनीति सुरु गरे। एकता केन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए, जसको सचिव कृष्णबहादुर महरा थिए। जनयुद्धको तयारी गर्दा वाइसेलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक बनेका पुन भोलेरी आक्रमण गर्दा उत्तर पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सह कमान्डर भए। सङ्घर्षको बीचमा पुन माओवादी सेनाको बटालियन कमान्डर, बटालियन कमिसार, ब्रिगेड कमान्डर, डिभिजन कमान्डर, डेप्युटी कमान्डर र जनसेना प्रमुख बने। पुन माओवादीको जिल्ला सदस्य, क्षेत्रीय ब्युरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिट ब्युरो सदस्य भए। माओवादीले पश्चिम नेपालमा सञ्चालन गरेको सशस्त्र सङ्घर्षका ठूला ठूला लडाईँ सबै उनकै नेतृत्वमा भएका थिए। प्रहरीमाथि भएका अभियान भोलेरी दोस्रो, झिम्पे, जिलवाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट पुनकै नेतृत्वमा भएका लडाईँहरू हुन्। डोल्पाको दुनै पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन्। दाङको घोराई, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी उनकै नेतृत्वमा कब्जा भएका हुन्। रोल्पाको गाम लिस्नेमा भएको सङ्घर्षमा पनि पुन नै कमान्डर थिए। शान्ति प्रक्रिया टुङ्गिनुमा पनि पुनको संयमताले धेरै काम गर्यो। दलहरूले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पुनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो। पासाङ नभएको भए यो युगान्तकारी परिवर्तन ल्याउन जो जनमुक्ति सेनाले सफलता प्राप्त गर्यो त्यो सम्भव थिएन। म जनयुद्ध भरि पनि र अझ त्यसमा पनि पछिल्लो चरण
पासाङलाई नै आफ्नो सेकेन्ड इन कमान्ड बनाएर चलेको हो, यो दुनियाँले देखेकै कुरा भयो। शान्ति प्रक्रियामा आएपछि पनि शान्ति प्रक्रियालाई पार्टीको निर्णय अनुसार, नेतृत्वको निर्देशन अनुसार सफलतासम्म पुर्याउन उहाँले पुरै तागत लगाइदिनु भयो। उहाँले पुरै तागत नलगाइदिएको भए, उहाँ इमान्दार नभएको भए सायद धेरै जटिलताहरू आउन सक्थे। शान्ति प्रक्रिया जारी रहँदासम्म उनले जनसेनालाई संयमताका साथ जिम्मेवार बनाएर राखे। 7वटै लडाकु शिविरका कमान्डरले उनलाई साथ दिए। त्यसमा उनमा भएको सैन्य नेतृत्व कलाले काम गर्यो। पुनलाई राष्ट्रियताप्रति बढी संवेदनशील नेताको रूपमा हेरिन्छ। राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राख्ने, आम सर्वसाधारणको जस्तै जीवनयापन गर्ने पुनले दुवै मृगौला काम नगर्ने अवस्थासम्म पुग्दा समेत सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्ने गरेको प्रयासलाई अस्वीकार गरेको कुराले पनि उनको आदर्शको महानता प्रष्ट हुन्छ। त्यो बेला पुनले नेपालमै उपचार गर्ने, मर्नु परे नेपालमै मर्ने, तर विदेशमा गएर उपचार नगर्ने अड्डी कसे। मृगौला अपत्यारिलो रूपमा रिकभर हुनु उनमा भएको आत्मविश्वासको नतिजा भएको डाक्टरहरूको बुझाइ छ। पुन लडाकु कमान्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिक पनि हुन्। सशस्त्र सङ्घर्षका चरणमा उनले 12 बोर, 303 राइफल, एसएमजी जस्ता हतियार मर्मत गरे। पुनको साहित्यमा पनि विशेष रुचि छ। उनले थुप्रै फुडकर कविता तथा गीतहरू लेखेका छन्। सशस्त्र सङ्घर्षको चरणमा उनको जनताहरू जाग्दैछन् गीत चर्चित थियो। सङ्घर्ष अगाडि बढ्दै जाँदा उनले लेखेको हामी राता मान्छे, हुरीका सन्तान हो हामी लगायतका गीतहरू निकै चर्चित रहे। शान्ति प्रक्रियापछि उनको पुस्तक इतिहासको रक्तिम पाइला नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको छ। पुन आफैमा परिवर्तनको एजेन्डा बोक्ने, त्यसका लागि भएको सशस्त्र सङ्घर्ष र जनआन्दोलनको नेतृत्व गर्ने एक यस्तो होनहार योद्धाको नाम हो जसले जीवनका आफ्ना सबै ऊर्जाशील समय देश र जनताका पक्षमा लगाएको छ। सशस्त्र सङ्घर्षको दौरानमा थुप्रै पटक पुनको मृत्युको खबर फैलियो। केही मृत्युको खबरको आफैले खण्डन गरे। विक्रम सम्वत 2059 वैशाखमा रोल्पाको लिस्नेमा भएको भिडन्तमा लिस्ने जंगलमा लुकेर बसेका माओवादीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा 700 माओवादीहरू मारिएको र त्यसमा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने आशंका गरिएको भन्ने समाचार रेडियो र टेलिभिजनबाट आएको थियो। सानै उमेरदेखि सङ्घर्षपूर्ण जीवन बिताएका पुनले जीवनमा कुनै लाभ वा पदको अपेक्षा गरेका थिएनन्, तर कुनै न कुनै रूपमा सङ्घर्षको प्रतिफल भने प्राप्त भइरै छुट्छ। शान्ति प्रक्रियादेखि यता कुनै लाभ नलिएका पुनलाई माओवादी पार्टीले विक्रम सम्वत 2072 नयाँ संविधान निर्माणपछि उपराष्ट्रपतिको उम्मेदवार बनायो र पुन उपराष्ट्रपति भए। विक्रम सम्वत 2074 को प्रतिनिधि सभाको निर्वाचनपछि फेरि उनी दोस्रो कार्यकालका लागि सोही पदमा दोहोरिए। उपराष्ट्रपतिको 2 कार्यकाल बित्दा पनि पुनमाथि कहिले कुनै किसिमको प्रश्न उठेन। एउटा सफल उपराष्ट्रपतिको रूपमा पुनका 2 कार्यकाल व्यतीत भए। माओवादी आन्दोलनको सुरुवातदेखि नेतृत्वदायी भूमिका खेलेका पुनको आवश्यकता पार्टीमा कहिल्यै पनि घटेन। पार्टीका नेता र कार्यकर्ता पंक्तिको मनमा भएको पुनप्रतिको सम्मान तथा पार्टीको नीति, सिद्धान्त र उद्देश्य प्रतिको उनको निष्ठा र लगावले उनलाई एकपटक फेरि सक्रिय राजनीतिमा फर्काएको छ। माओवादीका अध्यक्ष प्रचण्डको विशेष पहल र आग्रह तथा जनार्दन शर्माको प्रस्ताव र नारायण काजी श्रेष्ठको समर्थनमा पुन पार्टीको उपाध्यक्षका रूपमा सक्रिय राजनीतिमा फर्किएका छन्। उनको आगामी राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने त हेर्न बाँकी नै छ, तर पुनको पुनरागमनले माओवादी भित्र एउटा नयाँ ऊर्जा भने सञ्चार भएको छ। म फेरि रातो मान्छे भएर उभिन तयार छु र विगतमा मैले जे गरे त्यो भन्दा अर्को उचाइबाट मैले नेतृत्व गर्न सक्छु भन्ने मलाई अहिले पनि भित्रैदेखि मलाई पलाएर आउँछ र त्यो आत्मविश्वास मसँग छ।